नेपाल क्रिकेट टिमले T20 वर्ल्ड कप एसिया एन्ड इस्ट एसिया पेसिफिक क्वालिफायरमा आफ्नो विजयी सुरुवात गरेको हो, जहाँ नेपाल क्रिकेट टिमले बुधबार राति सम्पन्न खेलमा कुवेतलाई 58 रनले हराउँदै आफ्नो वर्ल्ड कप पुग्ने यात्रामा विजयी सुरुवात गरेको हो। यस खेलमा नेपाल क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्ल्ड कप यात्राको विजयी सुरुवात गरेको हो। यस खेलमा पहिले कुवेतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो, र जहाँ टस जितेर कुवेतले फिल्डिङ गर्ने निर्णय लिँदा नेपालले पहिले ब्याटिङ गरेर 20 ओभर ब्याटिङ गरेर 141 रन बनाएको थियो र कुवेतलाई 142 रनको टार्गेट दिएको थियो, जस क्रममा नेपालले 7 वटा विकेट गुमाउनु पुगेको थियो। जवाबी क्रममा ब्याटिङ गर्न आएको कुवेतले मात्र 18.1 ओभर ब्याटिङ गर्दै 83 रनमा आफ्नो सबै विकेट गुमाउनु पुग्यो र नेपालले यस खेलमा ठुलो अन्तर अर्थात् 58 रनले विजयी सुरुवात गर्नु। यस क्रममा नेपालका लागि ब्याटिङमा भने कुशल भुटेलले सर्वाधिक अर्थात् 66 रनको पारी खेलेर, जसमा उनले 3 चौका र 3 छक्काका मद्दतले 66 रन बनाएका। यस खेलमा नेपालको ब्याटिङको कुरा गर्दाखेरि जहाँ कुशल भुटेल र आसिफ शेख ओपनिङका लागि आएका थिए भने कुशल भुटेलले सर्वाधिक 56 बल खेल्दै 66 रनको पारी खेलेको, जस क्रममा उनले 4 चौका र 3 छक्काका मद्दतले 66 रन बनाएका हुन् भने त्यस्तै आसिफ शेख 7 बलमा 2 रन बनाउँदै आउट भए। त्यस्तै गरी कप्तान रोहित कुमार पौडेलले 15 बल खेल्दै 16 रन बनाएर, जसमा उनले 3 चौकाका मद्दतले 16 रन बनाएका हुन् भने त्यस्तै कुशल मल्लले 9 बलमा 4 रन बनाउँदै आउट भएर त्यसपछि ब्याटिङमा आएका सन्दीप जोराले 6 बल खेल्दै 5 रन बनाएर आउट भयो भने त्यस्तै गरी उपकप्तान दिपेन्द्र सिंह एरीले 19 बलमा 20 रन बनाए, जस क्रममा उनले 1 छक्काका मद्दतले 20 रन बनाएका हुन् भने त्यस्तै गुलसन कुमार झा जसले अन्तिम 19औं ओभरमा आएर लगातार 3 छक्का प्रहार गरी 6 बलमा 20 रन बनाउँदै आउट भएर त्यसपछि आएका सोमपाल घामीले 1 बलमा 1 रन बनाउँदै नट आउट र त्यसपछि आएका नन्दन कुमार यादवले 1 बलमा 2 रन बनाउँदै नट आउट रहे। यस खेलमा नेपालको ब्याटिङलाई हेर्दाखेरि कुशल भुटेल र गुलसन झा बाहेक अरू कुनै पनि ब्याटरले राम्रो प्रदर्शन भने गर्न सकेनन्। त्यस्तै नेपालको बलिङमा भने सोमपाल घामीले 2 ओभर बलिङ गर्दै, जसमा यिनले 3 रन खर्चेर 1 विकेट लिए। त्यस्तै नन्दन कुमार यादवले 2 ओभर बलिङ गर्दै 11 रन दिएर 1 विकेट लिए। त्यस्तै ललित नारायण राजवंशीले 4 ओभर बलिङ गर्दै 17 रन दिएर 2 विकेट लिए र सन्दीप लामिछानेले 4 ओभर बलिङ गर्दै मात्र 22 रन दिएर 2 विकेट लिएर, जसमा उनले एक विकेट मेडन ओभर पनि राखेका थिए। त्यस्तै दिपेन्द्र सिंह एरीले 3 ओभर बलिङ गर्दै 10 रन दिएर, जसमा उनले एउटा पनि विकेट लिन सकेनन्। त्यस्तै गरी कुशल भुटेलले 1.1 ओभर बलिङ गर्दै 6 रन खर्चेर 1 विकेट लिए। त्यस्तै गरी कप्तान रोहित कुमार पौडेलले 2 ओभर बलिङ गर्दै 9 रन खर्चेर 2 विकेट लिए, र नेपालले यस खेलमा कुशल भुटेलको उत्कृष्ट अलराउन्डिङ पारी र उत्कृष्ट बलिङ मार्फत यस खेलमा 58 रनले विजय हासिल गर्न सफल भएको। यसपछि भने नेपाल क्रिकेट टिमले आफ्नो दोस्रो खेलमा शुक्रबारका दिन जापानको सामना गर्नेछ, जहाँ नेपाल क्रिकेट टिमले यदि जापानलाई हराउन सकेको खण्डमा नेपाल क्रिकेट टिमले ग्रुप स्टेजबाट 2 पोइन्टका साथ सुपर 6मा पुग्नेछ, जहाँ नेपाल क्रिकेट टिमलाई टप 3 आउनका लागि सहज हुनेछ। र यो जितका लागि नेपाल क्रिकेट टिमलाई बधाई दिन भने नबिर्सनु होला। र यस्तै क्रिकेट सम्बन्धी न्युज र अपडेटका लागि क्रिकटक नेपाललाई सब्स्क्राइब गर्नु पनि नबिर्सनु होला।